देशको समयकाल परिस्थिति बुझिराख्नु भएको तपाईहरुले हामी पनि बुझिराखेका छौँ। चिकित्सकहरू लामो समयदेखि शोषणमा परिराख्नु भएको छ। उपयुक्त तलब छैन, उपयुक्त सेवा सुविधा छैन, उपयुक्त काम गर्ने वातावरण छैन। त्यो अगाडिदेखि चलिरहेको विभिन्न कारणले गर्दाखेरि त्यो कुरा चलिरहेको थियो। अहिलेको समस्या के हो भनेपछि हाम्रो मेडिकल अफिसर डाक्टर साहबहरू भइसकेपछि जुन हाम्रो मास्टर डिग्री पढ्दाखेरि जुन रेजिडेन्सी गर्नुहुन्छ, रेजिडेन्सी गर्दाखेरि चाहिँ जुन निर्वाह भत्ता दिन्छन् मेडिकल कलेजले त्यो अति न्यून भयो। निर्वाह भत्ता म चाहिँ रेजिडेन्सी गर्दाखेरि 2066 सालको कुरा हो। म सरकारीबाट गरेँ। सरकारी तलब थियो मेरो 15,000। त्यति बेला रेजिडेन्सी गर्दाखेरि चाहिँ छात्रवृत्तिबाट आउने डाक्टर साहबहरूले पाउनुहुन्थ्यो 20,000। 2066 को कुरा हो। अब अहिले हेर्नुहोस् त्यही 20,000 पनि रेजिडेन्टहरूलाई छैन। सिचुएसन हेर्नु 66 अहिले 82। इन्फ्लेसन हेर्नु जोड्नु कति हुनुपर्ने हो। अहिले सङ्घर्ष गर्नु परेको चाहिँ कतिको लागि भनेपछि सरकारी सरहको मेडिकल अफिसरको तलब पाम जुन चाहिँ अहिले 48,000 भएको छ। मेरो पालामा 15,000 थियो, अहिले सरकारी 48,000 भइसक्यो। रेजिडेन्सहरूको चाहिँ जुन चाहिँ निर्वाह भत्ता छ त्यो पहिला 20,000बाट अहिले घटेर झन् 17,000 चाहिँ दिइरहेको छ। यो कतिसम्मको चाहिँ न्याय छ? यो चाहिँ एकदम अन्यायपूर्ण भयो। त्यसरी काम गरेर डाक्टर भएका माथि भएका डाक्टरहरूले कसरी निर्वाह गरिरहेको छन्, पछि के हुने हो, यो कुरालाई ध्यानमा दिएर धेरै अगाडिदेखि सरकारलाई अवगत गराइराखेको हो र सरकारले पनि ल यो भएन यस अनुसार चाहिँ गर्नुहोस् भनेर चाहिँ निर्देश दिँदाखेरि पनि मेडिकल कलेजले नमानेको अवस्थामा त्यही भएर यो चाहिँ अवस्था आउनु परेको कारण बन्दहरू हो। यसको माथि नेपाल मेडिकल एसोसिएसन सेन्ट्रल ब्रान्चले नै आयोजना गरेको हुनाले नेपाल मेडिकल एसोसिएसन ब्रान्चले त्यसको चाहिँ हामीले साथ दिनु परेको अवस्था हो।